नमस्कार। मैले चाहिँ यो वेददेखि विज्ञानसम्म एउटा टपिक सुरु गरेको थिएँ होइन। त्यसमा मैले गाईको कुरा गरेको थिएँ। गाईको कुरा चाहिँ मैले त्यो इलेक्सन ताका त्यो गाई खाने कुरा चलेको बेलामा त्यो गाईको उसमा चाहिँ यसको गुणहरू के कस्तो छ भनेर मैले भनेको थिएँ। अब त्यो चाहिँ 4वटा उसको हाम्रो जस्तो स्टोमक खाना डाइजेस्ट गर्ने त्यो ऊ चाहिँ हाम्रो आमाशय भन्छ नि, आमाशय हो कि आमाशय हो, त्यो चाहिँ त्यस्तोमा उसको 4वटा कोठा भएर 4 थरीको त्यो डाइजेसन हुने होइन। अनि यदि बटम लाइन चाहिँ के हो भने यदि गाईलाई आफैले खोजेर चरणमा के गौचरण हुन्छ नि, गौचरण अनि प्रकृतिमा गएर छोड्यो, उसलाई आफैले रोजेर खान दियो भने त्यो गाईको चाहिँ दुध अमृत र दिशा पिसाब औषधि हुन्छ होइन। औषधि बाहेक धेरै कुरामा अरू प्रयोग हुन्छ, एनर्जी निकाल्ने यताउति, त्यो बेलामा भनिसकेको छु है। अनि अब मलाई चाहिँ यसो लाग्यो, हामीले हिन्दूहरूले प्राय किन तिहारमा चाहिँ यो ऊहरू पूजा गर्छ होइन, एनिमलहरू यताउति, त्यसमा चाहिँ यसो कुरा गर्न मन लाग्यो है। अनि मलाई बुझ्न मन लाग्यो, आफैलाई बुझ्न मन लाग्यो, अनि बुझेको कुरा सेयर गर्न मन लाग्यो। अनि मैले कागको बारेमा यसो गर्दाखेरि काग पूजा हामीले किन गर्छौँ त, अनि कस्तो लाग्छ मलाई भने पहिलाको ऋषिमुनिहरू मेडिटेसन गर्ने, ध्यान गर्ने, उनीहरूको हायर कन्सियसनेससँग सम्बन्ध इन्टरेक्सनहरू हुने, त्यस्तोमा उनीहरूले लेखेका कुराहरू होइन, दिव्य दृष्टिका कुराहरू हुन्छन्। अनि त्यस्तोमा चाहिँ अब त्यो बेलामा चाहिँ कागले इन्फर्मेसन ग्यादर गरेर दिन्छ भन्ने कुरा उनीहरूले कसरी थाहा पाए त होइन। त्यो बेलाको एउटा कुस्कुन्डी कि काग कुस्कुन्डी कि के भन्ने देउता, काग टाउको कागको अनि जिउ मान्छेको देउता होइन। त्यो देउताले चाहिँ सबै कुरा थाहा पाउने है। अनि अब हामीले यसो काग पूजा गर्दा कागले चाहिँ कुराहरू ल्याएर खबर दिन्छन् भन्छौँ नि हामीले होइन। कहिले पाहुना आउने खबर, कहिले आपद विपत्ति आउने खबर, कहिले के खबर होइन, कहिले राम्रो हुने खबर, कहिले नराम्रो हुने खबर दिन्छ, हामीलाई अवेर बनाउँछ भने भन्छौँ हामी होइन। त्यो जतासुकै डुलेर उसलाई थाहा हुने, त्यो भाइब थाहा हुने, एनर्जी थाहा हुने होला नि। अनि हामीलाई त गर्यो, अनि तर जङ्गलमा पनि गर्दो रहेछ कि। ऱ्याबेन भन्ने क्रोले चाहिँ उसले चाहिँ के गरे, कागले चाहिँ नेपाली नाम त के हो थाहा छैन, पहाडी काग, ठुला काग, अलिक ठुला भन्छन्। अनि त्यो कागले चाहिँ जनावरहरूको त्यो साउन्डहरू निकालेर अनि अरूहरूलाई बचाउँछ अरे के। यदि बाघ आएछ भने बाघ जस्तो कराएर बचाउने, अनि त्यसपछि त्यस्तै अरू प्रेडिटरहरू हुन्छ नि, शिकार गर्ने अरू जीवजन्तुलाई, त्यस्तो आएर बचाउने, जङ्गलको तिनीहरूलाई सतर्क बनाउँछ अरे। अनि गिद्ध मर्ने बेलामा फेरि त्यस्तै साउन्ड निकालेर के गरेर त्यो केही मरेछ त्यस्तो छ केही भने पनि त्यो प्रेडेटरलाई बोलाएर अनि त्यसले चाहिँ मार्ने पनि हो कि मर्न लागेकोलाई मार्ने हो कि के हो थाहा भएन है। अनि त्यसले चाहिँ मारिदिन्छ अरे, अनि त्यो अथवा मरेको त्यो छाला फोडिदिन्छ अरे, अनि त्यसपछि उसले खान्छ अरे, अनि बचेको फेरि त्यो ऱ्यावनले त्यसले खान्छ अरे कि कागले। त्यो त आफ्नो स्वार्थको लागि हो, तर यसले उसको उसले एक्सनले के फाइदा भयो भने त्यो गिद्धहरू हरायो नि होइन। त्यो के केमिकल परेर के भएर होइन, अनि फुडमा केमिकल भयो, अरू चिजमा केमिकल पोल्युसन होइन, टक्सिक भएर गिद्धहरू मऱ्यो। नत्र हामी चाहिँ यो 12-13 वर्षको हुँदाखेरि कति गिद्ध हुन्थ्यो। हामी गिद्ध भएको ठाउँमा नजाने, सिनो छ गनाउँछ भन्थ्यौँ कि बच्ची हुँदाखेरि। तर त्यो गिद्धहरू छैन अहिले, सखाप भइसक्यो, देख्नै जूमा जानुपर्छ है। त्यो गिद्धले चाहिँ मरेको सिनोहरू, मरेको चिजहरू खाएर वातावरण सफा राख्थ्यो कि त्यसले है। अहिले चाहिँ त्यो बेलामा चाहिँ अहिले ऱ्यावनले त्यस्तो पनि गर्छ अरे कि। अब यो डोमेस्टिक कागहरू जङ्गलमा गएर गचेको भने थाहा भएन, ठुलो काग चाहिँ जङ्गलको कागले चाहिँ त्यो प्रेडिटरहरूलाई त्यो बोलाउने, त्यो के गर्ने गर्छ अरे। अनि आएर उनीहरूले खाइदिएपछि त्यो छाला ब्रेक भएपछि उसले मासु खान पायो। अब उसको त्यो आफ्नो स्वार्थले गर्दा गिद्धको काम पनि भयो कि, अब उसले खाइदिने भयो नि त होइन। अनि त्यो कुराहरू भन्दाखेरि यो कागले जङ्गलको पनि गर्ने, हाम्रो यता पनि इन्फर्मेसन गर्ने, जतासुकै जानेको होइन।
अनि त्यो रामायणमा पनि काग, सिन्धु देउता, अर्को के काग, अनि त्यसपछि फेरि शिवकोमा पनि काग, हाम्रो मिथिकलहरू होइन, मिथमा शिवमा पनि कागले किन मान्छेले किन दुःख पाउँछ, के हुन्छ, यस्तो छ भनेर शिवलाई गएर सोधेको। शिवले डेस्टिनीको बारेमा चाहिँ कागलाई चाहिँ यस्तो हुन्छ, किनभने उनीहरू चाहिँ के गरे, ढुङ्गा फालेर एउटा, अनि यो ढुङ्गा किन खस्यो त, त्यहाँ के भयो भन्दा तपाईँले फालेर खस्यो भन्दै, अनि यसमा चाहिँ त्यो फालेर खसेको मात्रै होइन, त्यसमा सबै चिजहरू काम गरेछ, त्यसको चाहिँ वातावरणहरू के काम गरेछ भने त्यतिखेर पनि त्यो एक प्रकारले सबै यो एनर्जीको, अनि त्यसपछि यो ग्राभिटीको होइन, त्यो सबै वर्णन छ क्या त्यहाँ होइन। त्यो सबैले गर्दाखेरि अब पहिलाकाले कसरी जाने, यस्ता कुराहरू कसरी थाहा पाए त होइन, कसरी लेखे त त्यस्तो मिथहरू, रामायण कसरी लेखे त होइन। अनि भन्दाखेरि यो कागलाई चाहिँ उनीहरूले त्यो बेलामा पनि कागलाई त्यही अब्जर्भ गरेको होला होइन, त्यही भएर त्यो लेखेको होला। त्यही भएर यो गुणी चिज हो, यसलाई चाहिँ पूजा गरेर त्यो गरेर अनि मान्छेको साथी बनाएर, मान्छेले मार्छन् नि त कागलाई होइन, त्यो गर्न नदिएर साथी बनाएर पूजा गऱ्यो भने त यो भगवान हो भने मार्दैन नि त। काग चाहिँ चाहिन्छ हामीलाई भनेर, यो चाहिँ बेनिफिसियरी प्राणी हो भनेर नै त्यसको जतन गर्न, जगेर्ना गर्नलाई नै पूजा गर्न लगाएको जस्तो लाग्यो कि होइन। पहिलाको ऋषिमुनिहरूले त्यो पिपल पूजा गर्ने, तुलसी पूजा गर्ने, यो चाहिँ गुणी प्लान्ट हो, यसलाई पूजा गरेर यसलाई चाहिँ जतन गरेर यसको प्रवर्धन गर्नुपर्छ भनेर त्यो तरिकाले गरेको जस्तो लाग्छ होइन। अब हुन त खास के हो, आफ्नो आफ्नो पर्सपेक्टिभ हो होइन। यो हुँदाखेरि काग पूजा गरेको चाहिँ मलाई राम्रै लाग्यो होइन। वातावरण आफ्नो यो डोमेस्टिक हाम्रो संसारलाई, जङ्गललाई, जतासुकैलाई गुणी प्राणी रहेछ होइन, त्यसकारण त्यो पूजा गरेको पनि मलाई राम्रो लाग्यो। कागको हस् त, अरू पछि कुरा गर्दै गरौँला है, यो टपिकमा चाहिँ यति आज। हस् त, नमस्कार, धन्यवाद।